भाउजूको देवरमा भान्जा त बाबुको छेवरमा भैँसी त चर्ने खर्कामा आमाको सिमाथि दोलखामा तामाङ भेषमा सजाउँदै आइपुग्यो डम्फु बजाउँदै दारको ठेकीमा अमिल मोय नामदुत गाउँको झिल्केमाई डम्फुको खैरान गीत गाउने होला कि नहोला यो ठाउँमा भान्जाको आनी पर्ने कोही भान्जाको आनी पोटिलो गाला सुहाउने ज्यान यति पगायो यो मेरो ध्यान पारेर गर्छु मन खुल्ला आँसु सम्झिने फ्याफुल्ला मन लाग्यो बोल्न दिल खोली क्या राम्रो तिम्रो त्यो बोली ए भाइ सम्झिने आवाज खाम त लाग्यो रमाइलो आज त गरौँ रमाइलो
ल सरहरू पनि लाउनु त्यही हुन्छ सानो पाल्नु भन्दा राखेको छैन ल्याइसक्यो भानु लाग्यो त दाइले त मन्द पनि यो ठिकठाक छैन भने चाख्नु पहिला भएन यो अलिअलि उ गरौँ न जुठो हजुर चाहिँ भित्र आदि बजे दर्शनलाई चिसो गरौँ त्यो नानीहरू कता भयो मेरो सम्झिने छु खै कसरी बुझाइदियो आका राम्रो बदामे क्या राम्रो अप्सर भन्दा नि बिस्कुन सुकाइ नाङ्लोमा बाँधौ कि मायाको साङ्लोमा जलमाया गाँस्ने हित भो यो ज्यान देखेर फिदा भो त महिना सुकेको घाँस सायद जुल्छ कि होइ कान्छी मनमा जाग्यो ठुलो अहिले कपाल छान्नु पर्छ राइसर त नि कोइन 5 रुपैयाँ त खोइ 5 वटा चाहियो अनि उहाँले पनि ढोकाको उठोबाट राख्यो मलाई त्यो उतो कराउनु पानी छ यो तिनवटा पायो अब दुईवटा अहिले आउँछ दाइ पहिला अब दुई यहाँ आउनु भएको छ स्कुटरमा आसेङले पनि राख्नुपर्छ नि बान्छले मात्रै खुवाउने होइन घाँस खाएको त्यो अहिले त कपाल मात्रै काट्ने गरेर अनि मुन्डु अनि मुन्डो गाड्नु पर्ने हो पानी बाबा मम्मी कपाल पाक्नु रहेछ क्या ल भयो पानी ल्याइदिनु न पानी पानी अल्छा पानी चाहियो
अघि नै पानी भने त कपाल बाग्लो छ अलिक भिजाउनु त भिजाउने यसो चलाउनु नि भिजाउने यसो चलाउनु नि उद्या छ हेर्नु त उद्या जगमा ल्याउनु न अङ्कल गएर टोयलेटमा अब सट्टा आयो ठिक भयो पानी हाल्दै गर्नु न बाबु नानी पोल्युकै उसलाई माथि छ त लाउनु पर्यो नि ए आएको छ चस्मा कहाँ राखेको आँखा दुखे कहाँ दिएको थिइस् त्यही भएर कपाल काट्ने बेलामा रोको त नि हो आमा त्यति बुढोहरू हुन्छ बोलाउनु पर्दैन कहाँ बनिस चस्मा लाउने अब त प्रिन्सिपल प्रिन्सिपल प्रोफेसर भयो अब त प्रोफेसर भयो प्रिन्सिपल अर्को चाहिँ त्यो बोक्नु सक्ने ज्यानको चाहिँ हिँड भनेको अफिस छुट्टी गएर भयो अब एउटा चियर घुम्ने चियरमा बसेर सेम प्रिन्सिपल कान्छाले यसो पवित्र भयो नि ल्याउलो सानो हुन्छ क्या नन्युली न धेरै मनिस एकछिन फेटा बान्छ फेर भन्छ फेटा बान्यो होइन त एउटा पट्याउनु पर्छ नि त मेरो छोरो हो कि होइन भन्ने कुरो छोरो पत्ता हाम्रो बाउ पनि त्यस्तै यहाँ छ यहाँ छ यहाँ तर छ आमा यहाँ छ ल मसिनो मसिनो दुईटा सेफ्टी पिन दिनु पर्दैन ए जति बलियो टिका लाउन मिल्छ त दुईटा तीनटा माला पो हुने बनाउने तरिका नै तीनटा तीनटा अब यो ट्राई गरेर हटाउनु मामा नि हाँस्नु पर्यो अलि हाँस्नु पर्यो है ए तल आँखा चिम्लेको आयो होला फेरि है अलि स्माइल गर्नु बाबा हाँस न हाँस परेको खोइ दुईजना दिदी बहिनी मिलाएर गयो अलि स्माइल बाबु कहाँ हुन्छ तिमीले के
उद्बत्ती छ पातेबाट ल्याऊ त उसमै होस् फेरि पैसा टर्छ यो भैमै होस् है अब अलिकति दही चाहिँ लिएर यही चरे यो कतै दहीको पनि छ पानीको पनि छ चम्चा ल्याऊँ बहिनी एकछिन पछाडि हट्नु पहिला कहिले राख्ने हजुरआमा राख्ने होइन मामपछि मामपछि हजुरआमा राख्नु होइन मामपछि हजुरआमा तपाईँको जानु त पानी बेला लगाइदिनु नि तिमीले उता उता लाउनु मेरो उता लाइनुहुन्छ तिमीले उता लाइनुहुन्छ उताको विधि थाहा त छैन नि अब यहाँबाट निस्किने बेला बहिनीहरूले लगाइदिने अनि दिदी बहिनीहरूले लगाइदिने बोलु पनि लगाइदिनु हजुरआमा लाउनु हजुरआमा लाउनु लगाइदिनु अब उता चाहिँ अब हामी गेस्ट होटेल लाउँछ अब तपाईँहरूले लाउनुहुन्छ नि अलिक के नटासिने के दही मुस्दा सुकेको के हो त्यो सुकेको हो कि धेरै राख्नुपर्छ धेरै राख्नु भएन थोर थोर टिका एउटा विधि त हो नि अब त एक गेडा छोएको त अनि त्यो सगन खाइदिनु हामीहरूलाई त आशीर्वाद पनि दिनु नि मजाले फेरि मलाई यो तो लगान्नन् चाङ्गो तो भन्ने खोइ हामीले जान्नै भएन हामी हिँड्नु सक्दैन ढिलो बिहे गऱ्यो भने आशीर्वाद त त्यस्तो दिनुपर्छ हामीहरूले त दिएको मनमनै दिइरहेछ अब सुन्ने गरी भयो अघि भट्टाभर गएर खानिन् भने खर्या बेलामा माछा त अन्डा टिका लगाएर पने टिका लगाएर भने यो चाहिँ सबै खाइदिनु भन्छ चिसो पूर्व सालमा त हस्पिटल कहिले के भन्छ कहिले के भन्छ मासु दाल पनि खानु यस्तो मानिसहरूले नयाँमा 5 मिनट लाग्छ आउनु ल झर्नु है ल ल नयाँ झर्नु तपाईँको अनि मनी उता तेल माझा रोजी का कोसी निम्बु चलो निर्मला आन्टी
हाम्रो बजारमा अब यसो पुछौँ ए बडा तपाईँ क्या मार्दला ल अच्छा पर्सेन्ट राम्रो लाग्यो नि छिर्दा आमाले ए हो नि त उता जानु आमा सकिँदैन त्यहीँबाट हुन्छ सकिँदैन कि बस्नु पर्छ अर्को मोडै छैन अब ऊ तल लाग्यो कुरा मुनि म कान्छ त्यहाँ गएर थाल्नु पर्ने त्यता सकिन्छ हो अलिकति निर्णय भयो अझै बाँकी नै खाइस् त यो सेल यता माथि राख्ने किनकि त्यहाँ त मामाहरू बस्नुहुन्छ नि त यतैबाट आउने हो कि टिका लाउने मान्छे बुझ्यो हो त्यो यतै राख्दा हुन्छ होला नि अब त हो त्यतैपट्टि ठाउँ बनाऊ अब दाइहरु खानु पर्ने भोक लागिसक्यो दाइ सक्यो अब हाम्रो अलिकति ठाउँ बनाउनै जान्छ हाम्रो यहाँ अब टिका लाउनु त यतापट्टि जाने हो नि त हामीले अनि अलिक ठाउँ चाहियो टिका लाउने अब तपाईँहरू लायो भने हामीले भोगले लाउने अनि तल त अलिक पैसा खोज्नु यो दुईजनालाई त 5-5 रुपियाँ दिने हो नि त तिनीहरू त 5-5 रुपियाँ भइहाल्छ नि हेर्नु त्यो हेर्नु फेर पारेको त्यसले दुईटा रहेछ यसले त जारी खाएको छैन उसलाई त 5 रुपियाँ दिए पनि पुग्छ ए मलाई चाहिँ धेरै तिमी जारी खान्छ नि त ऊ खाएको छैन नि त बिचरा अलि सानो पर्यो सर आटेन निराले भने तिम्रो सानो भएको यति गर्दा त भयो नि है हिराम चाहिँ जाने बेलामा मेरा मात्र ल्याइदिनु बाबा भयो बुझे फुलको चाहिँ ल्याइदिनु न गाडीबाट छोडे पनि गयो खाँदै भयो तपाईँ छिङ्गा बस्यो उहाँ पनि लाउने भने यहाँ पनि एउटी लाउने अनि आनन्दै खर्च छोन पनि गयो जम्गा त अहिले भर्खर देख्नु पर्यो होइन खौरे फेटा लगाएको हुन्छ
तिम्रो खानेकुरा कि अगाडि साह्रै पछाडि हाल्नु न अर्कोलाई रोग ब्याजै लाग्दैन रोग ब्याजै डराउन लाग्छ हेरेर भनौँ न आमै के लाग्दैन पैसाको माग भयो अलि लाम भएन त अहिले जम्मा कतिजना जम्मा हुन्छ नि यहाँ एउटा फोटो चाहिँ सर्लक्क हान्नु अहिले तिमीहरू सबै कतिजना 25सम्म दाजुले चाहिन्छ सबैजना यहाँ गरेको थियो लु आँसु हातले गरेछ ल आँसु आम्गेनहरूले आन्टीहरू हेर्ने यता यता यसमा नि हेर्नु हेर्नुहोस् यता यसो हेर्नुहोस् खाता टिका लाएर छैन टिका खिच्दैन है यो खाता टिका लाएर त्यहाँ खिचिरहेको छ यहाँ यो खाता लाएर टिका लाएर खिचिरहेको छैन नि त अघि पो टिका लाएर खिच्नु भयो नानी त्यो यो के राख ल सजिलो सुप्रिया
पहिला पैसा मारेर आउने क्या बेहुलेको भन्यो होइन पहिला पैसा मारेर होइन ठिक छ अब आफ्नो छोरो भित्र बुहारी ल्याएछ कि खुट्टादेखि नै त्यो उल्टो भयो यता बेला त दाहिनेबाट त्यस्तै होस् के छोडिदिनु फुलफुल गर्नु परेन खाऊ छोरो सर्केल पुरामा पुरा त्यही त दियो अब दियो बोक दियो राख तल बरु अहिले माले बुवाले उठाइदिनु होला अब बाउ आमा हामी त यही छोटो छोटो हो दाइ हो त्यही भएर म यही बसिरहेको छु टिका सिका लाइवरी हात समातेर रेडी ल छिर्यो भन्दा छिर्यो मायाले गाजलो लाउँदा त झनै राम्री पो देख्यो नि हौ लाजालो मायाले गाजलो लाउँदा त झनै राम्री पो देख्यो नि हौ लाजालो भएकाले त्यो तिम्रो खाली हुरुकै भयो यो ज्यान झन् बोलाउँदा तिमीले इसाराले झन् बोलाउँदा तिमीले इसाराले हँसिलो
माया आउले नै भई मलाई हिँड्नु नस्याउले नै भई मलाई हिँड्नु नस्याउले
गरम